पार्टी फङ्सनमा जाँदाखेरि कोही बेला हामीले अलिक धेरै मेकअप गरेको हुन्छौँ र घरमा आइसकेपछि चाहिँ हामीले चाहिँ राति मेकअप रिमुभ गरेर नै सुत्नुपर्ने हुन्छ र यसको लागि चाहिँ धेरै महँगो प्रडक्टै लाग्छ भन्ने छैन। हामीले घरमै जति जे प्रडक्ट छ त्यसैले नै हामीले स्किन केयर नाइट स्किन केयर गर्न सक्छौँ र आज चाहिँ म त्यही भिडियो तपाईँलाई सेयर गर्नु गइरहेको छु र यसको लागि चाहिँ सबभन्दा पहिला मैले लिएँ भ्यासलिनले मैले लिप्सको मेकअप चाहिँ मैले रिमुभ गरेँ है र तपाईँहरूको घरमा जे एभाइलेबल छ कोकोनट अइल भयो, आल्मोन्ड अइल भयो या त जोन्सन बेबी अइल है जुनै पनि जे छ तपाईँकोमा त्यसैले नै तपाईँले यस प्रकारले मेकअप रिमुभ गर्न सक्नुहुन्छ है। यसले चाहिँ मजाले आफ्नो मेकअप रिमुभ पनि हुन्छ र फेरि पनि मैले भ्यासलिन लगाइसकेपछि दोबारा है दोस्रोपल्ट भ्यासलिन मजाले सबै फेसमा लगाएर चाहिँ यस प्रकारले मैले फेरि आफ्नो फेसको मेकअपलाई रिमुभ गरेँ र रिमुभ गरिसकेपछि फेरि मैले लिएँ र मिल्क काँचो दुध है र काँचो दुध त सबैकोमा नै एभाइलेबलै हुन्छ र काँचो दुध भएन भने तपाईँहरूले बोइल मिल्क पनि लिन सक्नुहुन्छ र त्यसले फेरि मैले यदि हाम्रो स्किनमा अलिक छ भने मेकअप त्यो पनि रिमुभ हुन्छ र त्यसले मैले फेरि रिमुभ गरेँ र त्यसपछि चाहिँ मैले टोनर लगाएँ। टोनर चाहिँ मैले रोज वाटर लगाएँ है र त्यसपछि चाहिँ मैले लिएँ बेसनमा चाहिँ मैले डाइरेक्ट पानी नै मैले एड गरेँ र पानी एड गरिसकेपछि यसलाई मजाले पेस्ट बनाएर आफ्नो फेसमा लगाएँ र फेसमा लगाइसकेपछि चाहिँ 10 मिनट राखेर हल्का हातले मसाज गरेर यसलाई मैले वास गरिदिएँ र त्यसपछि मैले भिटामिन ई को क्याप्सुल र आल्मोन्ड अइल लिएँ 2-3 थोपा र त्यसमा फेरि मैले लगाएँ एड गरेँ एलोभेरा जेल र यसलाई मजाले मिक्स गरेर चाहिँ आफ्नो अल ओभर फेसमा मजाले लगाएँ। यो चाहिँ हो हाम्रो नाइट क्रिम र यसलाई चाहिँ हामीले राति लगाएर नै सुत्नुपर्ने हुन्छ र यसको रिजल्ट चाहिँ एकदम अमेजिङ छ साथीहरू, एकपल्ट ट्राई गर्नु होला।